योग्य श्रीमती प्राप्तिको लागि कुन मन्त्र जप्नुपर्छ के भन्नुपर्छ त भिडियोलाई अन्तिमसम्म हेर्नु होला। जय श्री राधे ओम श्री हरि। म हजुरहरूको चिरपरिचित ज्योतिष पण्डित सुमन रौला। हजुरहरूको माझमा आज पनि मैले त्यस्तो विशिष्ट रूपमा विशेष भिडियो लिएर उपस्थित भएको छु। विशेष गरी यो भिडियो चाहिँ पुरुषहरूको लागि चाहिँ अति उत्तम भिडियो रहेको छ। महिलाहरूले पनि हेर्नलाई त उत्तम छ, तर अझै पनि पुरुषहरूको लागि अति उत्तम भिडियो हजुरहरूको माझमा लिएर उपस्थित भएको छु। अब हामी भिडियोमा के छ त भन्दा योग्य श्रीमती प्राप्तिका लागि के भन्नुपर्दछ त। कसैले भन्नुहुन्छ गुरुदेव मेरो विवाह भएको छैन, कति केटी खोजिसक्यौँ तर विवाह हुन सकेन, कहीँ केटी प्राप्त भएन, अझै ब्राह्मणको छोरालाई ब्राह्मणकी छोरी त्यस्तै गरी अरू जातको पनि मेरो विवाह हुन सकेन गुरुवर भनेर कतिजनाले मलाई खोज्न पनि लगाउनुहुन्छ है। त्यसमा म के भन्छु त हजुरहरूलाई भने हजुरहरूसँग विवाह हुनलाई त्यसै कसैका छोरी धेर भएका छैनन्, कसैका पनि छोरी धेर भएर घरमा राख्नु भएको छैन। त्यसले गर्दाखेरि कुनै पनि उपाय नलागिकन कुनै पनि कर्म नगरिकन कहाँ त्यसै सजिलै प्राप्त हुन्छ। छोरी भनेको स्त्री भनेको लक्ष्मी हो। लक्ष्मी प्राप्त गर्नका लागि विभिन्न उसलाई खुसी बनाउने मन्त्रहरू त्यसको ध्यान गर्नुपर्छ, त्यसको स्मरण गर्नुपर्छ। त्यसले मात्र लक्ष्मी प्राप्त हुँदैन, अझ स्त्री प्राप्त हुन्छ। त्यसले गर्दा पुरुषहरूले के गर्नुपर्छ त भन्दाखेरि देवीलाई प्राप्त गर्नका लागि हजुरहरूलाई म यहाँ एउटा मन्त्र भन्छु। यो मन्त्र पाठ गरेर यसको सम्पुटी गर्नुहोस्, चण्डीबाट सम्पुटी गर्नु होला। त्यसो गर्नुभयो भने असल श्रीमती योग्य श्रीमती कन्या प्राप्त गर्नुहुन्छ। यदि हजुरले यो मैले भनेको कर्म गरेर हेर्नुहोस् न, यदि गरेर हेर्दा पनि हजुरले प्राप्त गर्नु भएन छ भने तपाईँ मलाई आएर भन्नु सुमन गुरु हजुरले भन्नुभएको उपाय मैले लगाएँ तर प्राप्त हुन सकेन त, किन भएन भने त्यतिखेर कुरा गर्नुहोस्। हजुरहरू कुनै उपाय लगाउनु न केही गर्नु न अनि भएन भनेर हुन्छ। ल हेर्नुहोस् के मन्त्र लगाउनु पर्छ त, कुन मन्त्र भन्नुपर्छ त भन्दा पत्नी मनोरमां देही मनोवृत्तानुसारिणीं तारिणीं दुर्गा संसार सागरस्य कुलोद्भवा। यो मन्त्र लगाएर सम्पुटी गर्नु होला। घरमा गुरुहरूलाई बोलाएर जान्ने गुरुवर्गलाई बोलाएर यो मन्त्र लगाएर सम्पुटी गर्नुभयो भने अवश्य पनि प्राप्त हुन्छ। यसमा कुनै पनि शङ्का मान्नु पर्दैन। जय श्री राधे ओम श्री हरि। भिडियोलाई अन्तिमसम्म हेरेर सबै आज पुर्याउन सहयोग गर्नुहुनेछ। जय श्री राधे हरि ओम।